मलाई हेरेर न काला बजार जाने चोकमा आइपुग्यौँ। यहाँ टेम्पोलाई पर्खिँदैछौँ। तीनजना जान आँटेका छन्। खाना आएको घरमै खानु नि त नि खाने भए ठाउँ चाहिँ त्यही रहेछ। अब जाने माछा माछा हेलो एभ्रिवान, वेलकम, नमस्ते। फेरि पनि स्वागत गर्छु हजुरहरूलाई मेरो युट्युब च्यानलमा। सदा चाहिँ आज पनि नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु हजुरहरू सामु। अनि स्पेसल आज चाहिँ टाइटल थम्बनेल हेरेर पनि थाहा भइसक्नुभयो होला के हो भनेर। अनि आज चाहिँ बर्थडे हो, भतिजको बर्थडे हो। त्यही भएर भतिजको बर्थडेमा हल्का भिडियो गरिदिउँ भनेर मेमोरी पनि हुन्छ। अनि पछि ठुलो भएर हेर्छ नि त यस्तो गरेछन् भनेर, त्यही भएर भिडियो गर्न लागेको। अनि ठुलो ग्रान्ड तरिकाले गर्ने चाहिँ होइन, सानोतिनो यसो नजिकको आफ्नो आफन्तहरू बोलाउने अनि 4-5 घर बोलाउने भनेर। अनि पहिलो जन्मदिन हो नि त, त्यही भएर पहिलो जन्मदिन चाहिँ मनाउने भनेर हामी चाहिँ गइरहेछौँ। अनि के गर्छौँ, कस्तो गर्छौँ एकछिनमा। अनि को आउँछन् अनि के बनाउँछौँ। अनि म चाहिँ अब खानाहरू बनाउनुलाई रेडी गर्दैछु, अब काटकुटहरू। त्यही भएर अनि भिडियो पनि स्टार्ट गरिहालेको। अनि अन्तिमसम्म हेरेर साथ दिनु होला। स्टे ट्युन। के रेडी हो भयो त? यो अचार अलिक मटर पाकेन कि अचार पाक्दैछ हाम्रो। यो प्याजीको लागि रेडी। अर्को सेप हुनुहुँदैछ यहाँ चाहिँ यो चिकन पाक्दैछ, चिकन ग्रेभी। यहाँ चाहिँ पर्क। यो लटपट भएको छैन, फाल्टै गरेर चलाउने ठाउँ चाहिँ छैन। पकौडा यति पाकिसकेको छ, ड्युटी पनि सिफ्ट भएको छ। मासु पनि पाक्न आँट्यो। पर्क चिकन चाहिँ अघि अलरेडी पाकिसक्यो। दस किलो मासु खर्याउँदा त नीति भयो त। डेकोरेसन हुँदैछ, ढिलो गरे यिनीहरूले। केक चाहिँ रेडी भइसकेको छ। मलाई हेरेर न लड्नुहुन्छ होला डेमा। यो त के गर्नु भयो त्यो त। नचला सियाना। सँगै खानु त्यो माथि गयो फुलसँगै के पुग्नु पुग्नु त सर जन्मदिनको शुभकामना नातिलाई। मैले निधार वरे ल्याउने बेलामा नातिको यहाँ यता आउनु, म टिकी लगाइदिन्छु। यता आउनु त ल छिटो, टिकी लगाइदिन्छु। टिकी लगाएर ताने बोक्छु अब ल तपाईँलाई। एकैमा त लगाउँदैन नि त बिचरा। पैसा पनि केक पार्नु पिबे ल पनि पो भन्दैछ त। अनि एउटा चक्लेट मैले बर्थडे अरूको कहिले बर्थडे त्यतिखेर मात्रै अरूलाई पैसा दिनु। मेरो हिजै थियो नि बर्थडे नाइकन पैसा दिनु। चुप लाग नानी। श्रेयाना किन हल्ला गरेको? मेरो बाबा यिनीहरूलाई मेरो बाबा त्यसलाई
दिदी हात पाउँछ नि यसले तिमीले खाएको लड्छ नि ऊ त्यसको आँखामा हेर न पानी राखेको छैन टिस्यु त सक्यो यहाँ छ पानी रातो रङ होइन पक्ड न पैसा जोगिन्छ नि कहाँ गए खोइ कता पैसा उब्रे त लु साथी माछी गएको छैन चकलेट निकालेर दे त नानी त्यही भयो यसलाई निन्द्रा लागेछ फुलको टिका लागेछ नानीलाई म के दिन्छु लोडी छ त्यहाँनिर छ हो न पापा दिन्छ पापा दिने आगन्तुकहरू पनि आइसकेका छन् टाढाको पाहुनाहरू मेलामा छुटेका गाइजहरू हेलो एभ्रिवान मैले चाहिँ अस्तिको भिडियोलाई चाहिँ कन्टिन्यू गर्दैछु अस्ति चाहिँ जुन बर्थडेको भिडियो थियो नि त त्यो बर्थडेमा चाहिँ मैले राम्रोसँग भिडियो गर्न पाएको थिइनँ अनि अलिकति छोटो मात्र गरेँ अनि त्यही भिडियोलाई चाहिँ मैले कन्टिन्यू गर्दैछु आज चाहिँ हामी चाहिँ घुम्न जान आँटेको विदाउट प्लान चाहिँ भर्खरै भएको अनि अहिले अलरेडी कति 2:30 भइसक्यो यतिखेर प्लान हुँदैछ बेलुका बेलुका दिउँसो गऱ्यौँ भएर अहिले चाहिँ दिदी भेना अनि ज्वाइँ बहिनी भतिजो भान्जाहरूसँग घुम्न जान आँटेको छौँ अब लेट्स सी कता कता जान्छौँ अनि एक ठाउँ चाहिँ हामीले सोचिरहेको छौँ त्यहाँ जाने भनेर अब लेट्स सी कस्तो हुन्छ हेर्दै गर्नु होला काला बजार जाने चोकमा आइपुग्यौँ यहाँ टेम्पोलाई पर्खिँदैछौँ टेम्पोमा पनि छ नि त मान्छेहरू जाउँ लेट्स सी हामी चाहिँ यो ठाउँको नाम के पो बाङ्गे बजार आइपुग्यौँ अनि टेम्पोवालाहरू चाहिँ आउनु भएको छैन बाङ्गे बजारको नजारा यहाँ चाहिँ शनिबार मात्र लाग्छ बजार बुधबार त यहाँ होइन त चक्करघटीमा पो त अनि यहाँनिर चाहिँ माछा पाउँछ यहाँनिर नहर छ यहाँनिर माछा त पाउँदैन होला हामी चाहिँ कोसी आएको खै भनेको जस्तो रहेन रहेछ यहाँ चाहिँ हामीले एक्सपेक्टेसन चाहिँ नाउँहरू यत्तिकै पानी देखेको थियौँ हेरेको थियौँ सोचेको थियौँ हेर्ने दृश्य चाहिँ राम्रो छ
हामी चाहिँ कहाँ आयौँ हामी खोइ कोसीमा त आयौँ तर यहाँ सिसौली घाट भन्ने ठाउँ सोध्दै आएको थियौँ सिसौली घाट भनेर तर कता हो खोइ थाहा नै पाइएन कोही छैन सोध्ने पनि बेपत्ता लापत्ता भयौँ हामी त रात पर्न आँटो घुम्दा घुम्दै कति 4:30 भइसकेछ लोकेसनमा पुगेछौँ यही जस्तो लाग्यो मलाई सिसौली घाट किनभने यहाँनिर हेर्दा यत्तिकै घरहरू जस्तो पनि छ यसो गेस गर्दाखेरि डल्ली यही रहेछ सोध्नु पठाएको थियौँ ठाउँ चाहिँ त्यही रहेछ अब जाने साथीले बाटोदेखि टेम्पोमा चढ्नु पर्यो दामी छ यसो हेर्दा चाहिँ खोइ एकदम बेलुका चाहिँ यहाँ मजा हुन्छ जस्तो छ अब एकछिन 1 घन्टा जति चाहिँ घुम्नै पर्छ जस्तो छ यत्रो आइसकेको छौँ वहाँबाट त्यत्रो टाढोबाट म त अझै यस्तो गाडीहरूमा भन्दा पनि ट्राभलहरू हिँड्नुहरू मजा लाग्छ एक्सर्साइज पनि हुन्छ फ्रेस पनि हुन्छ बर्खामा चाहिँ यतासम्म पानी हुन्छ कि के भएर यस्तो खाली घर पनि छ हो बिचमा यस्तोमा टेम्पो पनि फस्यो म त चढ्दिनँ अब यहाँ चाहिँ 100 रुपियाँ अरे बोट चढेको पारी जाँदा पनि भयो अरे माथि जाँदा पनि भयो अरे 100 रुपियाँ अरे थुप्रो रहेछ नाउहरू म चाहिँ नाउमा फोटो खिच्न गइरहेको छु राम्रो निकाल्दिनु है मेरो फोटो यहाँ यस्तोरी खिच्दिउँ भनेर म देखाउँछु नि तपाईँलाई खै एउटा फोटो खिचिमा आएको जान्दैनन् आफू चाहिँ राम्रो निकालिन्छ नि के गर्नु अरूले निकालिदिँदैन अब सुत्नु होला नि आयो नाउमै सुत्नु होला नि आफूले खिच्दा चाहिँ एकदम कुट निकालिन्छ फोटोहरू अनि अरूलाई खिच्न लाग्यो भने कोही पलत्तै पारेको कोही फलत्तै पारेको अनि कसरी सक्नु यिनीहरूसँग निन्द्रा पुऱ्याउनु होला यस्तो प्राकृतिक ठाउँ चाहिँ यसलाई मन पर्दैन अरे जुन चाहिँ अब बनाएको हुन्छ नि केटाकेटी खेल्ने अनि बनाएको त्यस्तो चाहिँ मनपर्छ अरे नेचर लभ भनेको हामी जस्तो हुनुपर्छ नेचर प्रकृति फोटो खिचिदिनु त राम्रो हौ त्यहाँदेखि खिचिदिनु माछा कता भागो दुईटा थियो यहाँ भागिहाल्यो होला नि त नि उता भागो माछा थियो कहाँबाट छिरेर आउँदो रहेछ यहाँ रहेछ माछा ले मात्र हुँदो रहेछ एक हातले नहुँदो रहेछ आउनु त पक्रिनु हेर्नु त त्यहाँ त्यता छप्लङ हेर्नु न
खाना आएको घरमै खानु नि त नि खाने भए यसो घुम्न आएको फोटोहरू खिच्न आएको यस्तो राम्रोमा ऊ मान्छे यिनीहरू चाहिँ खानै आएका रहेछन् कोही बियर खाना आएका कोही खाना आएका 3 जना जान आँटेका छन् म चाहिँ नजाने किनभने यिनीहरू अलिक 7 जनासँग अटिन्छ अरे 2 जना 4 जना जतिकै छन् 5 जना अलरेडी भयो मान्छे उहाँ चलाउनेसँग 6 जना त्यही भएर म चाहिँ जान्न ओभरलोड हुन्छ भनेर Mama. Oh my god. कहाँ गयो पर आँखाले नभ्याउनेमा पुगे त नि तिम्रो 200-300 रुपियाँ कमाएर आए यिनीहरू बेलुका बेलुका चाहिँ रमाइलो हुँदो रहेछ मान्छेहरू थुप्रै भेला हुन थाले मान्छे बोटिङ गर्न आएको बोटिङ त होला नि के भन्छ हौ यसलाई बोटिङ गर्न आँटेको 100 रुपियाँ एकजनाको बहिनीहरू ज्वाइँहरू घर आएको हाम्रो पालो पानी चाहिँ कहाँबाट पसेको दुलो छ दाइ ढुङ्गामा थोप्यो ए चुहेर भरे उकाउँदै फ्याल्नु पर्यो भने पो छैन हामी त मासतिर जाऊँ ल माथि लानु खै अरू त कोन त हाम्रो भाइ जाने हो यही ग्रुपमा जाने कतिजना हो होइन हामी लानु एक लट लानु न हामीले लानु उहाँहरू 4 जना अरे अनि अटिँदैन नि त म त यहाँ केही हुँदैन ल के भन्छ के तेल सकिएर उति अर्को छौ यो हातै पाइडल ए ढुङ्गा यो ठाउँ त के पर्यो नाम पनि त्यहाँ किन डराएको पानी आउँछ त्यहाँ के को डर हौ म छु त बचाउने म बचाइहाल्छु त
माई गॉड भिडियो गर्दैछौ डर लाग्यो माइ लट मलाई त डर लाग्दैन मजा लाग्यो डर लागेर मलाई त अरू चढा चाहिँ डर लाग्यो क्या किनारमा आइपुग्न आँट्यौँ हामी चाहिँ किनारमा ओभर छिटो हुँदो रहेछ है छिटो रहेछ क्या मजा आयो मजा टु मच 100 रुपियाँको यति चढ्न पाउनु भन्नु भनेको भाग्यमानी हो सस्तो लाग्यो मलाई चाहिँ किनभने यत्रो सप्तकोशीमा यतिको गर्नु चाहिँ ठिकै हो अरूतिर नेचुरल नबनेको त्यो बनाएको दहहरूमा त कति महँगो पर्छ 200-250 पर्छ यो भनेको त सप्तकोशीमा यत्रो ठुलो ठाउँमा बेलुका चाहिँ एकदम बेलुका चाहिँ धेरै मान्छे हुँदो रहेछन् यहाँ चाहिँ थुप्रो मान्छे छन् आउँदैछन् हामीसँग खेल्न आँटेको छन् तर हामी चाहिँ 2 जना मात्रै खेल्ने भनेर अरूलाई चाहिँ नदिएको पैसा असुल भयो पैसा असुल हामीले चाहिँ खेलिसक्यो के गरेको नि आङ चाहिँ के गरे मजा आयो मजा डर लागेर बाजे मजा लाग्यो ओह्रालो आउँदा सन्नन हावा चल्यो क्या माछा पक्रेको ए उहाँ थियो अघि नाउमा थियो अन्त उहाँ नाउमा थियो त माछा यस्तो खालको अब एक पोज फोटो खिचेर अनि घर जाने रात परिसक्यो अनि अब के कस्तो भयो मलाई चाहिँ एकदम रमाइलो लाग्यो यो ठाउँ चाहिँ के अरे यो ठाउँको नाम पनि मलाई त भन्न आएन ए सिसौली घाट अरे एकदम रमाइलो लाग्यो अझ बर्खामा त झन् दामी हुन्छ होला
अनि अब घर जाने यतिकै मेरो भिडियो के कस्तो लाग्यो अहिलेसम्म हेर्नुभयो कमेन्ट गर्नु होला। अनि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला अनि शेयर गरिदिनु होला। अनि यति भन्दै मेरो भिडियो इन गर्दैछु। थ्याङ्क यू फर वाचिङ। बाई।